So close yet so far. As always, Nepal फेरि पनि जितभन्दा 1 इन्च टाढा रह्यो. Still haven't recovered from the one-run heartbreak in the last World Cup, and now another one has been solved. साउथ अफ्रिका होस् या इङ्ल्यान्ड, अपोजिसन जुनै होस्, तर रिजल्ट भने त्यही पुरानो. क्लोज डिफिट. लेट्स एनालाइज द गेम. सुरुवातमा राम्रो कुरा गरौँ. कुशल भुर्तेले नेपाललाई राम्रो सुरुवात दिएका थिए. उनले पावर प्लेमा राम्रो मोमेन्टम बनाएका थिए. दिपेन्द्रको ब्याटबाट पनि आज धेरै पछि ठुलो म्याचमा रन आयो, जसले उनको ब्याटिङ क्यापेबिलिटीमाथिको शङ्कालाई हटाइदिएको छ. बलिङमा सन्दीपको कन्ट्रोल र शेरमल्लको ड्रिम डेब्यू विकेट एकदम दमदार थियो. आज लोकेशको इनिङ धेरै राम्रो थियो. फिनिस गर्न नसकिने त्यो इन्टेन्ट वाज एक्सेप्सनल. तर गल्ती कहाँ भयो त? पहिलो कुरा, ब्याटिङ अर्डर. गुलसन झालाई अलिक अगाडि पठाउनै पर्ने थियो कि? उनीसँग त्यो पावर छ जसले 3-4 बलमै गेमको मोमेन्टम बदलिदिन सक्छ, तर उनलाई ढिलो पठाइयो जब प्रेसर पिकमा थियो. दोस्रो कुरा, मिड इनिङको स्लो ब्याटिङ. रोहितले एक साइडबाट टिकेर खेले पनि बिचको केही ओभरमा रन्सको स्पिड धेरै नै कम भएको थियो. र मेन कुरा, डेथ बलिङ. नेपालले अब पनि सुधार गरेन भने फ्युचरमा नेपाललाई डेथ बलिङले धेरै गाह्रो गर्नेछ. जसरी आज गेम लास्ट नै क्लोज गएको थियो. अन्तिम ओभरमा 10 रन. टी20 क्रिकेटमा यो टार्गेट ब्याटिङ साइडको पक्षमा हुन्छ, तर यहाँ एक्सपिरियन्सले काम गर्यो. स्याम करनले देखाइदिए कि किन उनलाई वर्ल्ड क्लास बलर भनिन्छ. उनको पिन पोइन्ट योर्करको जवाब नेपालसँग थिएन. म नेपालले हारो भनेर दुखी होइन, बल्कि नेपालले जित्न सक्थ्यो तर जितेन भनेर दुखी छु. अब वर्ल्ड कप खेल्नु मात्र ठुलो कुरा होइन. कुशल भुल्तरले भने जस्तै अबको माइन्डसेट टेस्ट प्लेइङ नेसनलाई हराउने हुनुपर्छ. ट्यालेन्ट हामीसँग छ, पेस र स्किल हामीसँग छ. अब मात्र एउटा विनिङ माइन्डसेट र फिनिसिङ टचको खाँचो छ. यो म्याचको बारेमा तपाईँको के विचार छ कमेन्टमा लेख्नुहोस्.